हाई एभ्रिवान, नमस्ते सबैलाई मेरो तर्फबाट। म मन्जु प्रधान। सो फ्रेन्ड्स, तपाईँहरू के कस्तो हुनुहुन्छ? म त यहाँ बिहानको सब्जी खिलाउनु लागेको। म चाहिँ आज मिक्स सब्जी बनाउनु है, गाजर, मुला, जे थियो घरमा सब्जी त्यही, मटर, हरियो मटर है, फुलकोपी, आलु। सब्जी सकिरहेछ फ्रेन्ड्स। अब जान आँटेको, एकछिनबाट म मार्केट जान्छु, त्यहाँदेखि आएर पकाउँछु। यो मेरो डेलीको रुटिन, मेरो हर्लिक्स। म चाहिँ हर्लिक्स एभ्री डे नास्तामा पिउँछु है। त यसले चाहिँ हड्डी मजबुत गर्छ। 30+ भएपछि चाहिँ हर्लिक्स पिउनु एकदम मोस्ट इम्पोर्टेन्ट हो। सबैले जानिराख्नुहोस् है यो कुरा। टिभीमा त हेर्नै हुन्छ होइन, तर एकदमै राम्रो हो। किन मैले धेरै वर्षदेखि पिएर आएको होइन, र हड्डी चाहिँ साँच्चै नै मजबुत हुन्छ। भयो, तपाईँहरू पनि पिउनुहोस् है। मैले त बहुत वर्ष भयो पिएको, बहुत वर्ष। यसलाई यहाँ नास्तामा राख्नुहोस्, या राति सुत्ने बेलामा दुध पिउनुहुन्छ कतिजनाले होइन, दुधमा 2 चम्ची घोलेर या 1 चम्ची पिउनु सक्नुहुन्छ। एकदमै फाइदा गर्छ। बोन एकदम मजबुत हुन्छ क्या। तपाईँ अलिकति लड्यो पऱ्यो भने पनि हड्डीहरू मर्किँदैन, भाँचिँदैन हो। यो चाहिँ मेरो एक्सपिरियन्स है। मैले बहुत साल भयो नि त पिएको। म एकपल्ट मार्केटमा काम गर्दाखेरि फ्लोरमा स्लिप भएर ड्युटीमै मेरो ब्याक जो जोइन हुन्छ, यस्तो यस्तो परेको जोइन हो, त्यो जोइनै खुस्केको। त्योभन्दा पहिला म हर्लिक्स पिउँथिनँ, कहिले पनि पिउँथिनँ। र त्यस्तो भएकोदेखि चाहिँ मैले हर्लिक्स पिउनु थालेको, र बहुत वर्ष भयो मैले हर्लिक्स पिएको। त्यस्तै अब 10 वर्ष 10-15 बेसी भयो हर्लिक्स पिएको। अहिले त म डेली रुटिनमा राखेको छु, कहिले मिस गर्दिनँ। 1-2 दिन मिस भएको त्यो अर्कै कुरा हो होइन, तर तुरेपछि फेरि म अर्डर गरिहाल्छु। सो फ्रेन्ड्स, तपाईँहरूलाई पनि यही सल्लाह दिन्छु। जस्तै अब अलिकति हिँड्दाखेरि कोही बेला मर्किन्छ, खुट्टा सर्किन्छ होइन, कोही बेला भाँच्ची पनि हाल्छ, त्यस्तो चाहिँ हुँदैन। हड्डी चाहिँ एकदम स्ट्रङ हुन्छ क्या। यो चाहिँ मैले पत्ताएको छु, र तपाईँहरूले पनि आजदेखि पिउनु सक्नुहुन्छ। जसलाई मनपर्छ, कतिलाई त मन पर्दैन हर्लिक्स। मलाई त मनपर्छ फ्रेन्ड्स। त्यहाँदेखि बादमा फेरि म एकपल्ट त्यसरी स्लिप भएर लडेँ होइन, कति वर्ष बादमा, तर केही भएन। म चाहिँ पुरा बिलिभ गर्छु। नभए फेरि फुस्किनु सक्थ्यो मेरो त्यो जोइन, पहिला फुस्केकै जग्गा होइन, तर केही भएन। फर इक्जाम्पल चाहिँ म हो, बुझ्नुभयो? ओके फ्रेन्ड्स, मैले सब्जी पनि काटिसकेँ है। अब म लागेको मार्केटतिर, किनकि मेरो भेजिटेबल सकिएको छ। सो म जाँदैछु मार्केट, र मलाई लाग्छ 1 घन्टामा बेसी। ओके, बाई बाई सबैलाई, फेरि भेटौँ।